स्रष्टा हुनुहुन्छ तुम्मेहाङ लिम्बू। उहाँको जन्म साम्ची भुटान र उहाँले हालको ठेगानामा नेपाल लेख्नुभएको छ। उहाँका थुप्रै कृतिहरू प्रकाशन भइसकेका छन्। उहाँको पहिलो कृति रहेको छ भग्न पर्खालको सयपत्री। यो कविता सङ्ग्रह रहेको छ। यसको पब्लिसर हुनुहुन्छ राकेश गोर्खा। किनाराको प्रश्न कविता सङ्ग्रह यो नेपाली भाषामै रहेको छ र प्रकाशक साहित्य परिषद भुटान। अक्षरहरूको ध्रुवीकरण यो पनि कविता सङ्ग्रह रहेको छ। त्यसै गरी रजुवा भन्ने कथा सङ्ग्रह पनि प्रकाशन गर्नुभएको छ उहाँले। यो 2022मा प्रकाशन गर्नुभएको थियो र आगोको बिउ उहाँको कविता सङ्ग्रह हालसालै 2024मा प्रकाशन गर्नुभएको रहेछ। यसको प्रकाशक रूपा सुब्बाजी हुनुहुन्छ। यो पनि कविता सङ्ग्रह रहेको छ र हामीले आह्वान गरे अनुसार हामीलाई अनलाइन मार्फत प्राप्त भएको रचनाहरू हामी अहिले वाचन गर्ने क्रममा छौँ र अन्त्यमा हामी यहाँहरूको पनि रचना हामी सायद फेसबुक लाइभबाट पनि लिन सक्नेछौँ आशा गरौँ। र अबको क्रममा म कविता वाचन गर्दछु। तुम्मेहाङ लिम्बूज्यूले पठाउनु भएको कविताको शीर्षक रहेको छ हिउँ फुल र जिन्दगी। यो कठाङ्ग्रिने जाडोमा फुसफुसे हिउँको वर्षा जस्तै बसिरहेछ अनिश्चितताको नाजुक वर्तमानको निगरमुन्टी थपेडामा। म देख्छु युवा पिँढीको कपालभरि बौद्धिक जगतको ललाटभरि हिउँको माम्रीझै थुप्रिएका विचारापनका माम्रीहरू कठाङ्ग्रिएर बिल्न नसकी पत्र खपिएका बिल्न नसकी पत्र खापिएका युगचेत र जिन्दगीका दुविधाहरू। किन लाग्दैन घाम ललाटमा कुल्ली ज्यामीका गाउँ बस्तीहरूमा। किन होसिन्छ जिन्दगी हुसुले लपेटेको चिसो दिनहरूमा। यहाँ त चमत्कारै चमत्कारको कुरा हुन्छ, हल्लै हल्लाको चर्चा हुन्छ, तर न त चमत्कार देखिन्छ न त हल्ला वास्तविकतामा फेरिन्छ। यहाँ त चमत्कारै चमत्कारको कुरा हुन्छ, हल्लै हल्लाको चर्चा हुन्छ, तर न त चमत्कार देखिन्छ न त हल्ला वास्तविकतामा फेरिन्छ। फेरि सेलाउँछन् हल्लाहरू, फेरि हराउँछन् चमत्कारका कुराहरू, अनि अर्थ न वर्थको प्रसङ्ग जोडेर फेरि सुरु हुन्छ एउटा किस्सा। फेरि देखिन्छ एउटा भाष्य। फेरि सुरु हुन्छ एउटा किस्सा, फेरि देखिन्छ एउटा भाष्य। र रोपाइँमा दाँदे वा पटा लाए सर सोहोर पटार पार्छ असङ्गठित मनहरू, विभ्रमित जमातहरू। एक ढङ्गले हेर्दा यो दुनियाँ मेला जस्तो छ, एक ढङ्गले हेर्दा यो दुनियाँ मेला जस्तो छ, अर्को ढङ्गले हेर्दा बाटाहरूको खेला जस्तो छ। हेर्न नजान्दा यो दुनियाँ बित्थाको एउटा भेला जस्तो छ। वैचारिक टाकुराहरूको लागि यो एक असल काम थाल्ने बेला जस्तो छ। वैचारिक टाकुराहरूको लागि यो एक असल काम थाल्ने बेला जस्तो छ, तर जलवायु परिवर्तनको प्रभाव जस्तो खुसीको घाम मुस्कुराउने बेलामा, दुःखको वर्षाले छुटेपछि, सपनाको खेतीबाली लगाउने बेलामा, धर्म सङ्कटको खडेरीले गाजेपछि एउटा ख्याउटे मन पनि तित्री जत्तिकै अमिलो हुँदो रहेछ। एउटा ख्याउटे मन पनि तित्री जत्तिकै अमिलो हुँदो रहेछ। जिरे खुर्सानी जत्तिकै
पिरो हुँदो रहेछ। यस्तै अमिलो र पिरोको रापमा फ्राई हुँदो रहेछ व्यक्ति र राष्ट्र, जीवन र जगत, पथ, विचार र दर्शन। कतै अनेकतामा एकताको बाँसुरी बजाउँदै, कतै अनेकतामा एकताको बाँसुरी बजाउँदै, कतै एकतामा अनेकताको खुडा उजाउँदै एकसाथ वर्चस्व र सह-अस्तित्वको राग अलाप्दै तमासा देखाउँदो रहेछ व्यक्ति, राष्ट्र, संसार आफ्नै विश्व दृष्टिकोणको चस्मा उद्योग निर्माण गर्नलाई, चस्मा उद्योग विस्तार गर्नलाई मानवीय समवेदना र सहयोग कि वा शान्ति र सह अस्तित्वको मखुण्डो लगाएर आफ्नै स्वार्थको सपना पुरा गर्नलाई, मानवीय समवेदना र सहयोग कि वा शान्ति र सहअस्तित्वको मखुण्डो लगाएर आफ्नै स्वार्थको सपना पुरा गर्नलाई आज पनि हामी सापेक्षित जीवन जगत बिर्सिएर निरपेक्षित विचारको बाटो खनिरहेछौँ। आफ्नै विदुषिताको शिखर ठडाएर अभिमानको हुङ्कार भरिरहेछौँ र आफ्नै ढङ्गबाट दिइरहेछौँ यो फुल र जिन्दगीको परिभाषा, राष्ट्र र राष्ट्रियताको पहिचान, युद्ध र शान्तिको अर्थ, मानवता र सभ्यताको बेली विस्तार। यसरी हामी अन्धाले हात्ती छामेको कथा, यसरी हामी अन्धाले हात्ती छामेको कथा पुनरावृत्ति गरिरहेछौँ। यहाँ को सही को गलत, यहाँ को सही को गलत, को तल को माथि, को अघि को पछि, कसैले मतलब गर्दैन भनौँ भने यो दुनियाँ नै मतलबको खुट्टाले हिँडेको छ। मानिस सर्वहिताय प्राणी भनौँ भने इतिहासै स्वार्थको लागि भिडेको छ। यहाँ यस्तै छ, लागिरहन्छ नारा एकनासले, गुन्जिरहन्छ धुन एकनासले। त्यसको अर्थ सबैको लागि आफ्नै किसिमको छ, आफ्नै स्तरको छ, आफ्नै बुझाइको छ। हामी आफ्नै तालको गीत गाइरहेछौँ, आफ्नै तालको नाच नाचिरहेछौँ। दुरुस्त यो फुल र जिन्दगीको गीत जस्तो, चस्मा उद्योग विस्तारको रित जस्तो, विश्व दृष्टिकोणको लिलामीय महासागरमा निरन्तर हामी आफ्नै सुगन्धको रङ घोलिरहेका छौँ। जिन्दगीको सार खोजिरहेछौँ, सर्वश्रेष्ठताको उपहार रोजिरहनेछौँ, सर्वश्रेष्ठताको उपहार रोजिरहनेछौँ। धन्यवाद।